नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। नेपाल राष्ट्र ब्याङ्कले माइक्रोफाइनेन्स कम्पनीहरूको लागि नयाँ गाइडलाइन निकालेको छ। आज हामी त्यो गाइडलाइनमा भएको माइक्रोफाइनेन्सको डिभिडेन्ड क्यापासिटीमा लगाएको नयाँ क्यापको क्राइटेरिया र सबै माइक्रोफाइनेन्स कम्पनीहरूको डिभिडेन्ड क्यापासिटी सम्बन्धी कम्प्लिट एनालाइसिसहरू यो भिडियोमा डिस्कस गर्नेछौँ। यो नयाँ रुलभन्दा पहिलाको रुल हेर्ने हो भने माइक्रोफाइनेन्स कम्पनीहरूले 15% डिभिडेन्ड दिन पाउँथ्यो र 15% भन्दा धेरै दिने हो भने त्यहाँ चाहिँ विभिन्न किसिमको रेस्ट्रिक्सनहरू लगाएको थियो। कुनै पनि माइक्रोफाइनेन्स कम्पनीले 15% डिभिडेन्ड दिन्छ भने त्यहाँ कुनै पनि रेस्ट्रिक्सन लागेको थिएन। यदि कम्पनीले 15% भन्दा धेरै डिभिडेन्ड दिन चाहन्छ भने त्यो कम्पनीले 15% भन्दा जति बढी दिने हो त्यसको 50% जेनरल रिजर्भ फन्ड, 35% क्लाइन्ट प्रोटेक्सन फन्ड र 10% सोशल रेस्पोन्सिबिलिटी फन्डको लागि छुट्याउनु पर्थ्यो। फर इक्जाम्पल, यदि कम्पनीले 30% डिभिडेन्ड दिन चाहन्छ भने 15% सम्म कुनै रेस्ट्रिक्सन लागेन र बाँकी रहेको 15%मा चाहिँ रेस्ट्रिक्सन लाग्ने भयो। बाँकी 15% को 50%ले हुन आउने 7.5% बराबरको रकम जेनरल रिजर्भ फन्डको लागि, त्यसै गरी 15% को 35%ले हुन आउने 5.25% बराबरको रकम कस्टमर प्रोटेक्सन फन्डको लागि र 15% को 10%ले हुन आउने 1.5% बराबरको रकम सोशल रेस्पोन्सिबिलिटी फन्डको लागि गरी जम्मा 14.25% एक्स्ट्रा फन्ड चाहिन्थ्यो। यदि कुनै कम्पनीले 15% भन्दा धेरै डिभिडेन्ड दिनु छ र त्यो कम्पनीले 2081 भित्र अरू कुनै कम्पनीसँग मर्ज अथवा कुनै कम्पनीलाई एक्वायर गरेको छ भने त्यो कम्पनीले सोशल रेस्पोन्सिबिलिटीको लागि 10% फन्ड छुट्याउनु पर्दैन थियो र त्यो कम्पनीले 50% जेनरल रिजर्भ फन्ड र 35% क्लाइन्ट प्रोटेक्सन फन्डको लागि मात्र फन्ड छुट्याउनु पर्थ्यो। राष्ट्र ब्याङ्कले माइक्रोफाइनेन्स कम्पनीहरूले 15% भन्दा धेरै डिभिडेन्ड दिँदै नदियोस् भनेर यस्तो कम्प्लेक्स र रिजिड रुल बनाएको थियो र अहिले नेपाल राष्ट्र ब्याङ्कले यो रुललाई हटाएर नयाँ गाइडलाइन निकालेको छ जुन चाहिँ पहिलाको भन्दा मोर फ्लेक्सिबल देखिन्छ। यो रुलले कम्पनीको नन पर्फर्मिङ लोन र क्यापिटल एडिक्वेसी रेसियो यी दुईटा फाइनेन्सियल इन्डिकेटरलाई बेस मानेर कम्पनीले म्याक्सिमम कतिसम्म डिभिडेन्ड दिन सक्छ त्यो कुरा डिसाइड गरेको छ। क्यापिटल एडिक्वेसी रेसियो CAR एउटा फाइनेन्सियल मेट्रिक हो जसले कम्पनीसँग पोटेन्सियल लस कभर गर्न सक्ने क्यापिटल छ कि छैन देखाउँछ। यदि कम्पनीसँग हाई CAR छ भने डिपोजिटरको फन्ड प्रोटेक्ट गर्न र फाइनेन्सियल सिस्टममा स्टेबिलिटी ल्याउन हेल्प गर्छ। नन पर्फर्मिङ लोन NPL अकर्डिङ टु नेपाल राष्ट्र ब्याङ्क, यदि बरोवरले 90 दिन अथवा त्योभन्दा धेरै दिनसम्म इन्ट्रेस्ट अथवा प्रिन्सिपल पेमेन्ट नगर्नु र ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनले फुल लोन एमाउन्ट रिकभर गर्न नसक्नुलाई नन पर्फर्मिङ लोन भनिन्छ। यो नयाँ गाइडलाइन अनुसार यदि कम्पनीको निष्क्रिय कर्जा यानि कि नन पर्फर्मिङ लोन 5% भन्दा कम छ र लाभांश वितरण पछिको पुँजीकोष अनुपात यानि कि क्यापिटल एडिक्वेसी रेसियो CAR 12% भन्दा धेरै छ भने त्यो कम्पनीले म्याक्सिमम 25% सम्म डिभिडेन्ड दिन पाउँछ। त्यसै गरी यदि कम्पनीको नन पर्फर्मिङ लोन 5% भन्दा कम छ अनि CAR 10% देखि 12% छ भने 20% र CAR 8% देखि 10% छ भने 15% सम्म डिभिडेन्ड दिन पाउँछ। कम्पनीको नन पर्फर्मिङ लोन 5 देखि 10% सम्म हुँदा क्यापिटल एडिक्वेसी रेसियो 12% भन्दा धेरै छ भने 20%, क्यापिटल एडिक्वेसी रेसियो 10% देखि 12% सम्म छ भने 15%, क्यापिटल एडिक्वेसी रेसियो 8 देखि 10% सम्म छ भने 10%। त्यसै गरी कम्पनीको नन पर्फर्मिङ लोन 10 देखि 15% सम्म हुँदा CAR 12% भन्दा धेरै छ भने 15%, CAR 10 देखि 12% सम्म छ भने 10%, CAR 8 देखि 10% सम्म छ भने 5% दिन पाइन्छ। यदि कम्पनीको नन पर्फर्मिङ लोन 15% भन्दा धेरै छ भने त्यो कम्पनीले डिभिडेन्ड दिन पाउने छैन। यदि कुनै पनि माइक्रोफाइनेन्स कम्पनीले क्याश डिभिडेन्ड दिन छ भने त्यो कम्पनीले मिनिमम 9% क्यापिटल एडिक्वेसी रेसियो मेन्टेन गरेको हुनुपर्छ, अन्यथा क्याश डिभिडेन्ड दिन पाउने छैन। यो रुलले क्लियरली विकर कम्पनीलाई फोकस गरेको छ। यो रुलले के भन्न खोजेको छ भने यदि आफ्नो सेयर होल्डरलाई डिभिडेन्ड दिनु छ भने पहिला आफ्नो क्यापिटल र ब्याड लोन इम्प्रुभ गर भनेको छ।
यो रुल पहिलाको भन्दा फ्लेक्सिबल भएको हुनाले र यो रुलले ब्यालेन्स मेन्टेन गरेको हुनाले माइक्रो फाइनेन्स सेक्टरलाई अझ स्टेबल बनाउनमा हेल्प गर्छ भन्ने हामी सबैजनाको आशा छ। माइक्रो फाइनेन्स कम्पनीहरूको डिभिडेन्ड क्यापेसिटी हेर्ने हो भने छिमेक लघु वित्तको नन पर्फर्मिङ लोन 2.55% छ, जुन चाहिँ अनि 5% भन्दा कम, र क्यापिटल एडिक्वेसी रेसियो 17 छ, जुन चाहिँ 12% भन्दा धेरै भएको हुनाले उसको म्याक्सिमम डिभिडेन्ड क्यापेसिटी चाहिँ 25% हुने भयो। तर कम्पनीले दिन सक्ने डिभिडेन्ड क्यापेसिटी चाहिँ 64% छ, तर उसले म्याक्सिमम 25%सम्म मात्र दिन पाउँछ। त्यही भएर एक्चुअल म्याक्सिमम डिभिडेन्ड क्यापेसिटी चाहिँ 25% छ। त्यसै गरी जीवन विकास लघु वित्त, साना किसान लघु वित्तको पनि 25% रहेको छ। त्यसै गरी नेसनल लघु वित्तको अनि नन पर्फर्मिङ लोन 5% भन्दा कम छ, तर क्यापिटल एडिक्वेसी रेसियो चाहिँ 11% छ, जुन चाहिँ 10 देखि 12% को बिचमा पर्छ। भनेपछि उसले म्याक्सिमम चाहिँ 20% सम्म डिभिडेन्ड दिन पाउँछ, तर उसको डिभिडेन्ड क्यापेसिटी चाहिँ कति छ? 33% छ, तर उसले म्याक्सिमम दिन पाउने चाहिँ कति? 20% भन्दाखेरि चाहिँ हाम्रो एक्चुअल डिभिडेन्ड क्यापेसिटी चाहिँ हाम्रो 20% सम्म चाहिँ दिन सक्छ। त्यसै गरी निर्धन उत्थानको पनि 20%, अनि ग्लोबल आइएमईको पनि 20%, अनि डिप्रक्सको पनि 20% रहेको छ। अनि त्यसै गरी हाम्रो मौलिक लघु वित्तको हेर्ने हो भने चाहिँ नन पर्फर्मिङ लोन चाहिँ 5% भन्दा कम छ, अनि हाम्रो क्यापिटल एडिक्वेसी रेसियो चाहिँ 10 देखि 12% को बिचमा छ, तर कम्पनीको डिभिडेन्ड क्यापेसिटी चाहिँ 18.26% रहेको छ। तर कम्पनीले म्याक्सिमम दिन पाउने चाहिँ 20% सम्म हो, तर कम्पनीको क्यापेसिटी नै 18.26 रहेको हुनाले उसको एक्चुअल म्याक्सिमम डिभिडेन्ड क्यापेसिटी चाहिँ 18.26% रहेको छ। त्यसै गरी कालिका लघु वित्तको पनि सेम नै रहेको छ। स्वावलम्बन लघु वित्तको हेर्ने हो भने नन पर्फर्मिङ लोन चाहिँ 5% भन्दा कम छ, तर क्यापिटल एडिक्वेसी रेसियो चाहिँ 8 देखि 10% को बिचमा छ, तर कम्पनीको डिभिडेन्ड क्यापेसिटी चाहिँ 39% रहेको छ, र कम्पनीले म्याक्सिमम दिन पाउने चाहिँ हाम्रो कति? 15% पाउँछ। भनेपछि कम्पनीको एक्चुअल म्याक्सिमम डिभिडेन्ड चाहिँ 15%। त्यसै गरी हाम्रो सिवाइसी लघु वित्त, महिला लघु वित्त, आशा लघु वित्त, स्वरोजगार लघु वित्त, फवार्ड लघु वित्त, स्वावलम्बन लघु वित्त, गणपति लघु वित्त, उन्नति लघु वित्त, इन्फिनिटी लघु वित्तले म्याक्सिमम 15% सम्म डिभिडेन्ड दिन पाउँछ। त्यसै गरी अनि आरम्भ चौधारी लघु वित्तको नन पर्फर्मिङ लोन चाहिँ 2.3% छ, त्यो चाहिँ 5% भन्दा कम, तर क्यापिटल एडिक्वेसी रेसियो चाहिँ यति छ। भनेपछि कम्पनीको म्याक्सिमम डिभिडेन्ड चाहिँ कति दिन पाउँछ? कम्पनीले 15% सम्म पाउने भयो, तर उसको डिभिडेन्ड क्यापेसिटी चाहिँ 14% रहेको छ, तर एक्चुअल म्याक्सिमम चाहिँ अब 14.20% हुने भयो। त्यसपछि समता लघु वित्त, समताको लघु वित्तले म्याक्सिमम चाहिँ 20% दिन पाउने भयो, तर उसको म्याक्सिमम डिभिडेन्ड क्यापेसिटी नै 10.93% छ। भनेपछि हाम्रो एक्चुअल म्याक्सिमम डिभिडेन्ड क्यापेसिटी चाहिँ 10.91% हुने भयो। त्यसै गरी हाम्रो युनिक लघु वित्त, अनि हाम्रो सृजनशील लघु वित्त, हिमालयन लघु वित्त, मानसी लघु वित्त, सम्पदा लघु वित्तको चाहिँ 10%, म्याक्सिमम चाहिँ 10% सम्म डिभिडेन्ड दिन पाउने छ। एनएमएल बीबीएलले चाहिँ म्याक्सिमम चाहिँ 10% सम्म दिन पाउँछ, तर उसको डिभिडेन्ड क्यापेसिटी 9.58% भएको हुनाले उसले म्याक्सिमम दिन सक्ने चाहिँ 9.58% रहेको छ। त्यसै गरी हाम्रो आरएसडिसीको 8.26, अनि हाम्रो फर्स्ट माइक्रो फाइनेन्सको 8.20, त्यसपछि हाम्रो मेरोको 7.97, अनि सूर्योदयको 6.95, अनि एनएमबी लघु वित्तको 6.59, विजय लघु वित्तको 5.12, लक्ष्मी लघु वित्तको 4.19%, र दौलागिरी लघु वित्तको 0.64% म्याक्सिमम चाहिँ यति डिभिडेन्ड दिन सक्छ, यति डिभिडेन्ड दिन पाउँछ। अब नेस्टो लघु वित्तको हेर्ने हो भने नन पर्फर्मिङ लोन चाहिँ 15% भन्दा धेरै भएको हुनाले 58% डिभिडेन्ड क्यापेसिटी हुँदा पनि उसले चाहिँ डिभिडेन्ड दिन पाएन। अर्को एनआइसी लघु वित्तको अनि नन पर्फर्मिङ लोन चाहिँ 16% भन्दा धेरै छ, 15% भन्दा धेरै छ, त्यसैले नि पाएन, तर उसको डिभिडेन्ड क्यापेसिटी नै छैन, त्यही भएर उसले डिभिडेन्ड दिनै पाएन। त्यसपछि हाम्रो मिथिला लघु वित्त, गरिमा, समाज, अनि सपोर्ट लघु वित्त, जनउत्थान लघु वित्त, आत्मनिर्भर अभियान, गुराँस, अनि सामुदायिक उपकार, विन लघु वित्त, मातृभूमि, स्वस्तिक,
नाडेबले चाहिँ उसको नाडेब यति लघुवित्तहरूको चाहिँ डिभिडेन्ड क्यापासिटी नै नभएको हुनाले उनीहरूले डिभिडेन्ड दिन पाउने छैन। हजुरले यसरी हेर्न सक्नुहुन्छ 25% तीनवटाले 25%, अनि छिमेक जेबिएलपी साना किसानले 25%, म्याक्सिमम 25%सम्म डिभिडेन्ड दिन सक्नेछ। अनि हाम्रो नेसनल अनि निर्धन उत्थान ग्लोबल आइएमए डिप्रक्सले 20%, अनि यो 80ले चाहिँ हाम्रो 15 देखि 20% को बिचमा। त्यसै गरी अनि हाम्रो 80ले चाहिँ हाम्रो 10 देखि 15% सम्म दिनेहरू चाहिँ यति भयो, र बाँकी चाहिँ 10 देखि मुनि चाहिँ यति, अनि त्यसपछि यति रेड कलरको सबैले चाहिँ डिभिडेन्ड दिन पाउने छैन। एनआरबीको अहिलेको रुलले डिभिडेन्ड डिस्ट्रिब्युसनमा सहजता ल्याउनुको साथै कम्पनीको फाइनेन्सियल हेल्थमा झन् धेरै फोकस गरेको देखिन्छ। के लाग्छ हजुरहरूलाई, यो रुलले माइक्रो फाइनेन्स सेक्टरलाई साँच्चीकै नै ग्रोथ दिलाउन हेल्प गर्ला त? ड्रप योर थट्स इन द कमेन्ट बिलो. Don't forget to subscribe and hit the bell icon for more update on finance, business and investing. Thank you.